प्रिय साथी, बाइबलले सिकाउँछ कि जीवन परमेश्वरको अमूल्य वरदान हो। भजन सङ्ग्रह 139 14 यस्तो लेखेको छ, म तपाईँलाई धन्यवाद दिन्छु किनभने म भयानक र आश्चर्यजनक रीतिले बनाइएको छु। प्रिय साथी, हाम्रो जीवन आकस्मिक होइन, कहिले पनि परमेश्वरको योजना अनुसार सृजिएका हौँ। प्रत्येक सास, प्रत्येक दिन उहाँको कृपा हामीमा छ। त्यसैले हामीले हाम्रो जीवनलाई व्यर्थमा खेरो फाल्नु हुँदैन। प्रेम, क्षमा र भलाइमा हाम्रो जीवन चाहिँ जहिले पनि उपयोगी हुनुपर्छ। प्रभु येशूले भन्नुभयो, म तिमीहरूलाई जीवन दिन आएको छु र त्यो पनि प्रशस्तको जीवन भनेर यूहन्ना 10:10 भन्दछ। जीवन त केवल बाँच्ने होइन, तर परमेश्वरको इच्छा अनुसार अर्थपूर्ण रूपमा बाँच्ने एउटा अवसर पनि हो। आमेन।